सुदूरपश्चिमको हाम्रो देशको सबैभन्दा पश्चिमको स्थान हो अनि यहाँ चाहिँ क्रिकेटप्रतिको मोह कति रमाइलो लाग्ने यो देख्दाखेरि। त्यसैगरी बझाङको अर्को गन्तव्य खोललेक पुग्नेछौँ। यो खोलिएको लेकको भूगोल साँच्चै फरक पनि छ। खोल लेक भनेको त अब तपाईँको अलिकति खोल्सोमै परेको वरिपरि डाँडा भएको अनि त्यो खालको एक खालको लेक हुनाले चाहिँ यसलाई चाहिँ खोल लेक भनिएको हो। जमिन मुनिबाट मट्टी तेल चाहिँ पदार्थ निस्किने यो गाउँ क्षेत्रमा पेट्रोलियम खानी छ भनी मान्छन् स्थानीयहरू। एउटा आगो बाल्दाखेरि पनि अलि टिप्ने खालको भएको कारणले एकचोटि अवलोकन गर्दाखेरि अलि मट्टी तेलको खानी छ कि भन्ने एउटा सम्भवका कुराहरू गरेका थियो। सुदूरपश्चिम बझाङको यो यात्रामा हामी सुदूरको मूल नसा सडक र विभिन्न जिल्लातर्फ छुट्टिने मार्गहरू देखाउँदै र जानकारी दिँदै जानेछौँ। खोडपे यहाँको एउटा प्रमुख बजारी क्षेत्र किन हो भने यो दुईतर्फ बाटो छुट्टिने एउटा जङ्सन हो। यहाँदेखि जुन दाहिनेतर्फ बाटो जान्छ त्यो चाहिँ बझाङतर्फ जाने भयो भने यहाँबाट देब्रेतर्फ चाहिँ बैतडी र दार्चुलाको लागि संयुक्त रूपमा यहाँबाट बाटो छुट्छ र अगाडिबाट फेरि छुट्टिन्छ। बझाङ पुर्याउने जय पृथ्वी राजमार्गका रोचक भिरहरू छिचोल्नेछौँ र सडकबाट देखिने सुन्दर दृश्यहरूमा रम्नेछौँ। तर अब यहाँ जति हामी माथि आयौँ अर्थात् हामीले शाखा बाटोहरू छुट्याउँदै गयौँ नि त तलबाट कुनै चाहिँ डोटी छिर्ने कुनै बैतडी दार्चुला जानेहरू गाडीहरू छुटिसके। अब मात्र बझाङ जाने गाडीहरू हुने भएको कारणले चाहिँ यो बाटो खाली खाली नै जस्तो लाग्छ। बझाङ छिर्न साथ सडकबाट नजिकै पर्ने यो बित्थड क्षेत्र घुम्नेछौँ। सानो तर रमाइलो पाटन र गाउँघर निकै लोभलाग्दा देखिन्छन्। बित्थडको यो क्षेत्र अहिले चाहिँ यहाँको स्थानीय क्षेत्रका चाहिँ मान्छेहरू आएर घुम्ने पर्यटकहरूको लागि एउटा साह्रै राम्रो स्थलको रूपमा चाहिँ विकसित भएको छ। बझाङका अनेकन सुन्दर गन्तव्य पुग्नेछौँ यो यात्राको क्रममा। कृपया भिडियो अन्त्यसम्मै हेर्नुहोस् है ल। यो हो अत्तरिया, कैलाली जिल्लाको महेन्द्र राजमार्गले छोएर जाने यो स्थान सुदूरपश्चिमको पहाडी प्रवेशद्वार हो। हामी यहीबाट बझाङतर्फको यात्रा सुरु गर्दैछौँ आज। अत्तरियाबाट उत्तर बढेको भीमदत्त पन्त राजमार्ग हाल निर्माण भइसकेको मध्ये नेपालको सबैभन्दा पश्चिमको उत्तर दक्षिण राजमार्ग हो। यसले सुदूरपश्चिमका सबै पहाडी जिल्ला पुर्याउँछ। माथिबाट भने यसको हाँगा फाट्दै जान्छ। आज हामी कहाँबाट मार्ग छुट्छ र कता जान्छ त्यसको जानकारी पनि दिँदै जानेछौँ है त। हाल चाहिँ हामी अत्तरियाबाट कैलाली जिल्ला छिचोलेर डोटी जिल्ला हुँदै यात्रा गर्दैछौँ। यो गैरा बजार हो। यो मार्गले अत्तरिया कैलाली जिल्लाबाट कैलालीकै पहाडी भेग हुँदै डोटी जिल्ला छुन्छ पहिले। यताबाट यात्रा गर्दा यो लगभग डोटीको अन्तिम बजार पर्छ। अब केही अघिबाट हामी डडेलधुरा छिर्नेछौँ। यो डडेलधुराको स्याउले बजार। यहाँबाट दायाँ डोटीको दिपाल सिलगढी हुँदै अछामतर्फ जाने मध्य पहाडी राजमार्ग छुट्टिन्छ। बाजुरा पनि यतैबाट गइन्छ तर हामी यहाँबाट डडेलधुरा बजारतर्फ नै बढ्नेछौँ। अत्तरियाबाट करिब 120 किलोमिटर अघिको यो डडेलधुरा जिल्ला सदरमुकाम डडेलधुरा बजार। हामी आज यहाँ नरोकिकन अघि बढ्दैछौँ। डडेलधुरा बजारबाट निकै उचाइ चढायो सडकले। डडेलधुराबाट करिब 26 किलोमिटर अगाडि यो बजार पर्छ। यसलाई खोडपे भनिन्छ। करिब 2200 मिटर उचाइ समुद्री सतहभन्दा निकै चिसो छ यो स्थान। खोडपेबाट दुईतर्फ जाने प्रमुख मार्ग छुटिन्छ। यहाँबाट देब्रेतर्फ गए बैतडी र दार्चुला, दाहिनेतर्फ गए बझाङ जिल्ला पुगिन्छ। यो स्थान भने आफैमा बैतडीमा पर्ने बजार हो। यो क्षेत्रका निम्ति खोडपे प्रमुख स्थल हो। 3वटा जिल्ला बैतडी दार्चुला र बझाङका यात्रुहरू आउने मूल चौराहाका रूपमा चिनिन्छ यो बजार। ल डडेलधुराबाट पनि झन्डै 1 घन्टा केही बेसी नै आयो होला। बाटो अलिकति खराब थियो त्यो कारणले ढिलो भयो। यो स्थानलाई चाहिँ भनिन्छ खोडपे। खोडपे यहाँको एउटा प्रमुख बजारी क्षेत्र किन हो भने यो दुईतर्फ बाटो छुट्टिने एउटा जङ्सन हो। यहाँदेखि जुन दाहिनेतर्फ बाटो जान्छ त्यो चाहिँ बझाङतर्फ जाने भयो भने यहाँबाट देब्रेतर्फ चाहिँ बैतडी र दार्चुलाको लागि संयुक्त रूपमा यहाँबाट बाटो छुट्छ र अगाडिबाट फेरि छुट्टिन्छ। अब यो चाहिँ निकै उचाइमा भएको स्थान हो खोडपे। त्यो कारणले धेरै चिसो छ। लगभग यो त 2200-2300 को बिचमा चाहिँ उचाइ भएको कारणले असाध्य चिसो हुन्छ। सायदै हिउँ पर्ने स्थान हो या होइन, उचाइको हिसाबले त त्यति चिसो हुनुपर्ने चाहिँ हो तर अब हिउँ पर्दैन थाहा भएन। तर उचाइ चाहिँ 2300 को हाराहारी भएको कारणले सायदै पर्नुपर्ने ठाउँ चाहिँ हो जस्तो लाग्छ। अहिले त यो केही सानो पार्कहरू जस्तो उद्यानहरू जस्तो पनि बनाइएको रहेछ यहाँनिर। अनि यहाँनिर चाहिँ एउटा बजार क्षेत्र छ। खाजा नास्ता खाने बेसी
स्थानहरू देखिन्छ। यहाँ होटल रूपी ठाउँहरू छन्। यो एउटा प्रमुख स्थान हो। बझाङ, बैतडी र दार्चुलाको पनि जङ्सन, यो 3 जिल्लाको जङ्सन भएको कारणले एकदमै धेरै चलायमान रहन्छ, विशेष गरी यातायातको। अनि यहाँ नजिकैको स्थानहरूको लागि त यो एउटा ठुलो बजारी क्षेत्र पनि हो। अब टाढा टाढाबाट त अहिले त सबैतिर बजार विस्तार भएको कारणले सबैतिरबाट हुँदैन, बजार भर्न टाढा जाने चलन छैन। त्यही कारणले अब हुन त राजमार्गमा पर्ने स्थान भएकोले पक्का पनि व्यवसाय त राम्ररी चल्छ नै। ब्याङ्क, वित्तीय संस्था लगायतका चाहिँ पूर्वाधारहरू बनिसकेको छ। पर्यटकहरूका निम्ति खाने बस्ने सुविधा पनि छ यहाँनिर। अब यहाँबाट हामी चाहिँ दाहिनेतर्फको बाटो लिन्छौँ र बझाङतर्फको यात्रालाई अघि बढाउँछौँ। हामी करिब 1 दशक अघि र हाल यो स्थान आइराख्दा धेरै परिवर्तन प्रत्यक्ष अनुभव गर्दैछौँ। कति छिटो विकसित हुँदैछन् सुदूरपश्चिमका पहाडहरू, निकै व्यवस्थित पनि। अत्तरियाबाट यहाँसम्म आइपुग्दा सयौँ डाँडाहरू छिचोल्यौँ होला हामीले। तर करिब 156 किलोमिटर पहाडी यात्रा गर्दा बिचमा ठुला खोला नदी कतै पर्दैन मार्गमा। लगभग डाँडाको धुरी र पेटबाटै सडक आउनाले उकालो चढ्दै ओह्रालो झर्दै गर्नु पर्दैन। साधारण उकालो ओह्रालो त भइहाल्छ पहाडमा। हुनसक्छ सडक निर्माण गर्दा राम्रोसँग भूगोल अध्ययन गरी यसरी नै बनाउन खोजेको हो कि त। निकै वैज्ञानिक ढङ्गले सडक मार्ग चयन भएको चाहिँ लाग्छ। यो बाटो भएर आउँदा मलाई लाग्छ यो खोडपे बजार नै सबैभन्दा उचाइको स्थान हो अहिलेसम्म। अब यहाँबाट भने दुईतर्फ छुट्ने सडक, दुईतर्फ नै ओह्रालो लाग्छन्। खोडपेबाट मध्यपाडी राजमार्ग पाटन, सदबाज हुँदै झोलाघाटतर्फ पुग्छ भने दायाँतर्फ जय पृथ्वी राजमार्ग बझाङ चैनपुरतर्फ जान्छ। खोडपे नजिक शिव मन्दिर छ। निकै रमणीय वातावरण। हेरौँ एकैछिन यहाँको दृश्य। खोडपेबाट हामी अघि बढ्यौँ। यता दाहिनेतर्फको बझाङ जाने जय पृथ्वी राजमार्ग भएर। अब रमाइलो यात्रा सुरु हुँदैछ है त। खोडपेबाट बझाङतर्फ जाने बाटो लिँदा एक प्रकारको खुसी महसुस हुन्छ। असाध्यै सुन्दर स्थानहरू छन् बझाङमा। धेरै त अझसम्म बाहिरी दुनियाँ सामु आउन बाँकी नै छन्। हामी पहिले यतैबाट सुरमा सरोवर र खप्तडतर्फ गएको थियौँ। यसपटक बुङ्गलतर्फ जाँदैछौँ। बुङ्गल क्षेत्रमा घुम्न र बुझ्न लायक धेरै स्थानहरू छन्, विशेष गरी थानपाटन। उचाइमा एउटा स्वर्ग समान सुन्दर स्थान छ अरे। त्यहाँसम्म पुग्ने लक्ष्य हो। तर हामी धेरै गाउँठाउँ घुम्दै घुम्दै त्यहाँ पुग्नेछौँ। पहिले हामी यो बाटो यात्रा गर्दा प्रायः राति हुन्थ्यो। यो सडकमा दिवा र रात्रि सार्वजनिक बस चल्छ। अत्तरियाबाट रात्रि बसमा यहाँ आइपुग्दा प्रायः राति नै हुन्थ्यो र केही देख्न पाइँदैन थियो। आज भने मजाले दृश्यहरू निहाल्दै अघि बढ्नेछौँ। सडक केही साँघुरो नै छ यता। निकै ठुल्ठुला भिरहरू छिचोल्दै बढेको छ। पहिले त अझ साँघुरो थियो। धेरै ठाउँमा हाल सडक चौडा बनाइएको रहेछ। यो भिरमा पनि पहिले धेरै दुर्घटना हुन्थ्यो। आजभोलि छेउमा रेलिङ लगाएर र ठाउँ ठाउँमा बाटो चौडा पारेर सुरक्षित बनाउन प्रयास गरिएको छ। सडक छेउ मृतकको सम्झनामा यसरी स्मारक बनाएका छन् परिवारका सदस्यले। हामी सुदूरपश्चिमको बैतडी जिल्ला भएर यात्रा गर्दैछौँ। बझाङ टेकिसकिएको छैन। निकै उचाइ भएरै बढ्दैछ मार्ग। हरियाली चिल्ला डाँडाहरू सबैतिर। ढोल्या मोडको नजिक नजिक पुगेर हामी रोकियौँ। यहाँ वरपरको हरियालीले मोहित बनायो। हामी खोडपेबाट अगाडि धेरै तल झऱ्यौँ, फेरि उचाइ लियौँ। अब यो के भन्छ ठाउँको नाम त थाहा छैन। हामी अहिले बैतडीमै हुनुपर्छ। बझाङ हामीले टेकिसकेको छैन। धुलिया मोड या के भन्ने ठाउँ यहाँनिर यो एकदमै भूगोल मलाई मन पर्यो।
अग्ला अग्ला डाँडाहरू सबै हरियो अनि नागी। बाजपानी भन्दा चाहिँ केही अगाडि आइसक्यौँ हामी। अब यो ठ्याक्कै यहाँ घरहरू पनि छैनन्, यो खाली चौरहरू जस्तो ढलान भएको पहाडहरू छन्। कति रमाइलो फेरि यो ठाउँ, कति मजाले यो गाडीहरू यो हेर्दै डरलाग्दो बाटोबाट कुदे जस्तो देखिन्छ। माथि माथिबाट ठुल्ठुला ट्रकहरू अनि प्रायः चाहिँ यहाँनिर बोलेरो प्रकारका गाडीहरू, अहिले त इभीहरू पनि प्रशस्त चल्दो रहेछन् सार्वजनिक सवारी यता। तर अब यहाँ जति हामी माथि आयौँ अर्थात् हामीले शाखा बाटोहरू छुट्याउँदै गयौँ नि त, तलबाट कुनै चाहिँ डोटी छिर्ने, कुनै बैतडी दार्चुला जानेहरू गाडीहरू छुटिसके। अब मात्र बझाङ जाने गाडीहरू हुने भएको कारणले चाहिँ यो बाटो खाली खाली नै जस्तो लाग्छ। यदाकदा मोटर गाडीहरू चल्छन्। हामीलाई अझै हाम्रो ठाउँ पुग्नलाई, आजको गन्तव्य पुग्नलाई समय लाग्छ। आज सम्भवतः हामी तल बागथलातिर कतै गएर बस्छौँ र भोलिदेखि साह्रै रमाइलो गाउँहरू, साह्रै सुन्दर ठाउँ छ। एउटा यस्तो ठाउँ देखाउन मन छ बझाङको, त्यो देखाउने चाहिँ हाम्रो लक्ष्य छ। बुङ्गल नगरपालिकाको त्यो ठाउँ हामी जाने प्रयास गर्नेछौँ। हेरौँ, मौसमले त साथ दिइरहेछ अहिलेसम्म, आशा गरौँ अझै साथ दियोस्। निकै उचाइको यो क्षेत्र, ठुल्ठुला पहाड बीच बढेको छ सडकले। अब भने उचाइ घटाउँदै ल्यायो। ओह्रालो झर्न सुरु गरियो। अब धेरै धेरै तल बेसीमै पुगिन्छ फेरि। यहाँबाट हामीले बैतडीको यात्रा पनि टुङ्ग्यायौँ। बैतडीको सिगासबाट अब बझाङ जिल्ला यहाँबाट टेकिन्छ। बझाङको बित्थडचिर गाउँपालिका, बित्थड पर्यटकीय क्षेत्रको यो प्रवेशद्वारले हाम्रो ध्यान खिच्यो। हेर्न मन लाग्यो भित्र गएर के रहेछ त्यता। ल हामी ओह्रालो झर्ने क्रममै छौँ। माथि सुन्दर सुन्दर बाटोको दृश्यहरू हेर्दै हेर्दै बझाङ छिरिसकेपछि बझाङको यो बित्थड गाउँपालिका, यहाँनिर हामी चाहिँ यो बित्थड पर्यटकीय क्षेत्रमा स्वागत छ लेखेको देखेर रोक्यौँ। यहाँ एउटा साह्रै सुन्दर गाउँको फोटो पनि राख्नु भएको छ। ठाउँ हेर्दा यस्तो गजब देखिन्छ। धेर पर छैन रे, यहीँ नजिकै रे, बाटो पनि सहज छ रे। हेरौँ त्यहाँभित्र गएर कस्तो सुन्दर ठाउँ रहेछ है त, म देखाउँछु अब यस पछाडि। प्रवेशद्वारबाट थोरै मात्र अघि यो सानो उपत्यका रूपी स्थान रहेछ। कति हरियाली ठाउँ यो, साह्रै सुन्दर स्थान। धेरैवटा ससाना डाँडाहरू, डाँडा भित्रभित्र यसरी सोतो जमिन छिरेको, यहीँ घर गाउँ बसेको साह्रै सुन्दर बस्ती रहेछ यता। बझाङको बित्थडचिर गाउँपालिकाको यो स्थान, यसलाई माथिल्लो बित्थड भनिन्छ। झन्डै झन्डै खप्तडको झल्को दिन्छ यो स्थानले, तर सानो छ यसको क्षेत्र। यो अगाडिको जुन प्रवेशद्वार थियो त्यहाँबाट थोरै मात्रै दूरीमा, अलिकति अगाडि 100-200 मिटर मात्र अगाडि यो स्थान छ। यो बित्थडको पर्यटकीय क्षेत्र, यो कति सुन्दर रहेछ। यो थुपुक थुपुक उठेका थुम्कीहरू, अनि यो थुम्कीको श्रृङ्खला फेरि एक ठाउँमा होइन। यो त यहाँदेखि छिरेर भित्रसम्म चाहिँ यो खोज छिरेको। यो त सानो एउटा उपत्यका नै हो, यो पहाडभित्रको उपत्यका। अनि यहाँ चाहिँ दुवै क्षेत्रमा चाहिँ घरहरू बनिसकेको अवस्था छ। पहिलेको भन्दा चाहिँ अहिले यो स्थानीयहरूको अनुसार चाहिँ केही आधुनिक पनि भयो। त्यही कारणले यसको अलिकति प्राकृतिक सौन्दर्यता हरायो कि त, किनभने नयाँ घर भवनहरू बनिए। बिचमा एउटा स्विमिङ पुल जस्तो स्थान पनि देखिन्छ यहाँनिर। अनि अहिले पनि यो क्षेत्र चाहिँ यति हरियाली छ, यति यो डाँडा काँडामय छ, साह्रै सुन्दर लाग्छ यसो हेर्दा पनि। अब हामी यहाँ हेर्छौँ, यहाँको दृश्यहरू देखाउँछौँ। बित्थडको यो क्षेत्र अहिले चाहिँ यहाँको स्थानीय क्षेत्रका चाहिँ मान्छेहरू आएर घुम्ने पर्यटकहरूको लागि एउटा साह्रै राम्रो स्थलको रूपमा चाहिँ विकसित भएको छ। यहीँ अगाडि विद्यालय पनि छ, त्यसै गरी परसम्म फैलिएको पाटा नै भनौँ यो एक प्रकारको, तर त्यत्रो ठुलो त होइन। यो जुन हामी पहाडी भेगको, उच्च पहाडी भेगमा सुदूरपश्चिमको जुन पाटनहरू देखिन्छ, यस पछाडि हामी पुग्दैछौँ है दर्शकवृन्द। एउटा अति सुन्दर स्थान छ, यहाँ हामी त्यसैको यात्राको लागि जाँदैछौँ। यस पछाडि हामी बझाङको त्यो स्थान पुग्छौँ। त्यसको एउटा सानो झल्को चाहिँ यहीँनिर हामीले पाएको छौँ। साह्रै खुसी लाग्यो यति सुन्दर स्थान, यति सुन्दर गाउँहरू देख्न पाउँदाखेरि। बित्थडको यो दृश्यहरू हेर्नु एकैछिन। हराभरा स्थान, पुराना मठ मन्दिर र सानो उपत्यकाभित्रका कैयन थुम्कीहरू मन यसै आनन्दित तुल्याउँछ। यहाँ एउटा गुफा पनि छ अरे। गुफा त आज हामी जाँदैनौँ, यहाँहरू आउँदा चाहिँ अवश्य छिर्नु होला।
बजाङ जाने जय पृथ्वी राजमार्गबाट 500 मिटर जति अघि मात्र छ यो स्थान। यहाँ आउनलाई सहजै छ। सडकबाट आउँदा हामी भर्खरै बजाङ जिल्ला प्रवेश गर्दैछौँ। यो क्षेत्र समग्र रूपमा बैतडीको पुचौडी नगरपालिका र सुर्नया गाउँपालिका र बजाङको बिथडचिर गाउँपालिकाको मध्यमा पर्छ। कैयन पाटन छन् यहाँ। मौसम खुल्दा यहाँको चुचुरोबाट अप्पी, साइपाल हिमाल र खप्तर क्षेत्रको अवलोकन गर्न सकिने रहेछ। यो बिथडचिर गाउँपालिकाको बित्थड भनेको चाहिँ फराकिलो सपाट भूमि। चिरको अर्थ कतै चिरिएको भूमि त कतै सालको खम्बा जस्ता अर्थ बुझ्यौँ हामीले। वास्तवमा बित्थड भनेको के होला? सुदूरपश्चिमी साथीहरूलाई अर्थ थाहा भए कमेन्ट गरिदिनुहोस् है ल। हामी बित्थडको देउलेख हुँदै यो मूल सडकमा फेरि अघि बढ्न सुरु गऱ्यौँ। बजाङको यो भेग यहीँ अघि धरान रहेछ। भरे हामी झापा पनि पुग्छौँ रे। नाम त पूर्वको जस्तै जस्तै कतै त, तर यो बजाङको भूमि हो। हामी बित्थडबाट ओह्रालै झर्न सुरु गर्दैछौँ अब। धेरै ओह्रालो झरेर बेसीमै आइयो। यो कालङ्गा नदी बेसीको स्थानलाई बाघथला भनिन्छ। यति विधि ओह्रालो झरियो कि त्यस्तो चिसो भेगबाट अब गर्मी स्थान आइपुग्यो। बजाङको बाघथला अब यहाँबाट सदरमुकाम चैनपुर त्यस्तै 40-45 किलोमिटर होला। तर अब हामी यहाँबाट भित्रतर्फ छिर्नेछौँ, बुङ्गलतर्फ। ल, अत्तरियाबाट लगभग झन्डै 1 दिनको यात्रा भनौँ, 10 घन्टा जतिको यात्रामा चाहिँ हामी अहिले यो बाघथला भन्ने स्थानमा आइपुगेका छौँ। यो बाघथलामा चाहिँ माथिबाट उचाइबाट चाहिँ हामी लगभग बेसीमा आयौँ। यहाँनिर खोला छ, यसलाई चाहिँ कालङ्गा भनिन्छ, कालगङ्गा पनि भनिन्छ। अब हामी जानुपर्ने चाहिँ हो यतापट्टिको भेगमा, योभन्दा पारिपट्टि जुन भेग छ त्यहाँ अगाडि चाहिँ हामी साह्रै सुन्दर गाउँ बस्तीहरू, रोचक पाटनहरू खोज्दै खोज्दै जान्छौँ। बुङ्गल नगरपालिका पर्छ बजाङको। अब यो हेरौँ दृश्य, यो कालङ्गा खोला कसरी चाहिँ बहेर गएको छ र यहाँनिर चाहिँ नदी तर्ने पुल छ र पारितर्फबाट चाहिँ फेरि अगाडि बढ्ने कालोपत्री नै छ। अबको लगभग हामी केही समयमा हामी यो नगरपालिका कार्यालय भएको स्थान पुग्नेछौँ। खोडपेबाट त्यस्तै करिब 65 किलोमिटर जति आइयो होला अनुमानित, तर धेरै ओह्रालो झरियो। यो बाघथला बजारबाट अब हामी जय पृथ्वी राजमार्ग जुन चैनपुरतर्फ जान्छ त्यता नगएर भित्र छिर्छौँ, बुङ्गल नगरपालिका केन्द्र बिजगडा बजारतर्फ। बाघथलाबाट बिजगडातर्फ बढियो। यता पनि सडक कालोपत्र नै छ, साना सवारी साधन पनि जान सक्ने गरी। बाघथलाबाट करिब 15 किलोमिटर भित्रतर्फ यो कालाङ्गा नदीकै तिर हुँदै आएपछि भेटियो यो बिजगडा बजार। बिजगडासम्म कालोपत्रे आएको रहेछ। यहाँ एउटा सानो बजारी क्षेत्र छ। यो बजाङको बुङ्गल नगरपालिकाको केन्द्र हो। अब यो बिजगडा बजारलाई आधार बनाएर हामी यहाँ वरपरको असाध्यै सुन्दर क्षेत्रहरूको भ्रमण गर्नेछौँ। बिजगडामा पर्यटकका निम्ति होटल छन्, यहाँ खाने बस्ने सुविधा छ। बुङ्गल नगरपालिका कार्यालय केही पर छ। यहाँ अस्पताल र अन्य भौतिक सेवा सुविधा उपलब्ध छ। बिजगडा यसको अर्थ चाहिँ बिचको गरा भन्ने लाग्दो रहेछ। हामी बाघथलाबाट करिब 14 किलोमिटर 15 किलोमिटर जति भित्र आयौँ। लगभग पूर्व उत्तर दिशामा आयौँ कि जस्तो लाग्छ। यो स्थान चाहिँ हो बिजगडा। यो चाहिँ बुङ्गल नगरपालिकामा पर्ने स्थान हो र यो बुङ्गल नगरपालिकाको केन्द्र पनि हो। यहाँनिर नगरपालिका कार्यालय लगायत चाहिँ एउटा बजारी क्षेत्र बसेको छ। बजार विकसित हुने क्रममा छ। पहिलेको भन्दा अहिले चाहिँ सिमेन्टेड घरहरू, कङ्क्रिटका घर बिल्डिङ साथसाथै धेरै त टिनका संरचनाहरू देख्न सकिन्छ यहाँनिर। अब यो क्षेत्र कति सुन्दर छ भन्ने कुरा चाहिँ यहाँभन्दा माथिका गाउँहरू, पाटनहरू र प्राकृतिक नदीनाला र सुदूरपश्चिमको चाहिँ लुकेको स्थानहरू, यहाँको चाहिँ धेरै सुन्दर गन्तव्यहरू चाहिँ आज हामी प्रयास गर्दैछौँ जानलाई। यहाँको स्थानीयले त भन्दाखेरि त यो मिनी खप्तड भन्नुहुन्छ, तर त्यसको आफ्नै विशेषता छ, त्यसको आफ्नै प्राकृतिक स्वरूप र गाउँहरू छन् त्यहाँनिर। वरिपरि पहाडी भूमि, त्यसको बिचमा पहिलेबाटै खेती गर्न सकिने गराहरू भएको यो स्थान।
केही अघि कालङ्गा नदीमा आएको बाढीले धेरै खेतीयोग्य जमिन विनाश गरेछ, नत्र यहाँ ठुलो मात्रामा धानबाली हुने रहेछ। हुन त अहिले पनि नदी बेसीमा धानका खेतहरू छन्। कालङ्गाले सिँचाइमा टेवा पुर्याएकै छ। क्रमिक रूपमा बीजगढा बजार अझ ठुलो हुँदै गएको पनि छ। यो क्षेत्रका निम्ति प्रमुख बजारी थलो यो नै हो। बीजगढामा एक रात बास बसेर बिहानै उठेर हेर्दैछौँ बाहिर। उज्यालो हुनसाथ बिस्तारै चलायमान बन्दैछ यो सुदूरपश्चिमेली सानो बजारी क्षेत्र। बीजगढाबाट हामी अब यहाँ वरपरका रमाइला स्थानहरू घुम्न निस्कँदैछौँ। असाध्यै सुन्दर स्थानहरू छन् बुङ्गलमा। पहिले हामी दहबगर जानेछौँ, पहाडी उपत्यकाको गाउँघर र क्रिकेट मैदान छ अरे बिचमा। त्यसपछि माथि खोललेकतर्फ जानेछौँ र भोलि थानपाटानको लामो यात्रा तय गर्नेछौँ। अब रमाइलो हुनेछ है हाम्रो यात्रा। हामी कालङ्गा नदीको तिरैतिर अघि बढ्दैछौँ। अब ग्राभल सडक छ यता। कालङ्गा हुन त ठुलो नदी हो, तर जलविद्युतका निम्ति पानी लगेकोले यहाँ चाहिँ नदीमा पानी देखिएन। यहाँ अघि ज्यावन क्षेत्र प्रवेशद्वार छ। एउटा विशेष सांस्कृतिक महत्त्व बोकेको स्थान हो ज्यावन, जसको आफ्नै मौलिकता छ। हामीले क्रमशः उचालिँदै गयौँ। तलबाट बहने कालङ्गा नदी छोडेर यता भित्रतर्फ छिर्यौँ, अर्को खोलाको खोजतर्फ। तल हेर्दा जलविद्युतका गृहहरू देखिन्छन्। एउटै खोलाबाट पनि चरणबद्ध रूपमा पटक पटक विद्युत निकालिन्छ। आजभोलि पहाडका ग्रामीण भेग पुगिराख्दा प्रायः सबैतिर यसरी जलविद्युत आयोजना निर्माण भइरहेकै देखिन्छ। पूर्वदेखि पश्चिम सबैतिर निर्माण हुने क्रममा छन् धेरै त। मलाई लाग्छ अबको 5-7 वर्ष पछाडि धेरैवटा जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गर्छ र धेरै विद्युत निस्किन्छ नेपालमा। हुन त अहिले पनि विद्युत पर्याप्तै छ, बर्खामा त धेरै हुन्छ, खेर पनि जान्छ अरे। अब बिस्तारै विद्युत महसुललाई न्यूनीकरण गरी देशकै ऊर्जा खपत बढाउनुपर्छ। बाहिर जाने पैसालाई रोक्नुपर्छ। घरायसी प्रयोगमा पेट्रोलियम ग्यास र यातायातमा डिजेल पेट्रोलको विकल्पमा आफ्नै विद्युतले धेरै हदसम्म धान्न सक्छ। ल, हामी यस्तो ठाउँमा आइपुग्यौँ। वरपर पहाडको बिचमा सानो उपत्यका, यहीँ एउटा विद्यालय, पर गोलाकार क्रिकेट रङ्गशाला र पहाडी भित्ताको फेदीमा गाउँघर बसेको एउटा सानो उपत्यका। निकै सुन्दर यो क्षेत्र। ल, हामी अहिले बझाङ जिल्ला बुङ्गल नगरपालिका वार्ड नम्बर 1 मा पर्ने यो दहबगर भन्ने गाउँमा छौँ। यो गाउँ अलिकति फरक छ, किनभने ठ्याक्कै यसको भूगोल हेर्दा चाहिँ एउटा बटुको आकारको उपत्यका छ, सानो। यो वरिपरिबाट चाहिँ पहाडले घेरेको, अनि बिचमा केही फाँटिलो स्थान, अनि त्यहाँ चाहिँ गाउँहरू वरिपरि नै बसेको छन्। कस्तो रमाइलो ठाउँ छ। यहाँनिर चाहिँ विद्यालय छ। विद्यालयको छेउमा चाहिँ यो क्रिकेट मैदान छ। यो यसै हेर्दा त यहाँ रङ्गशाला साँच्चीकै अन्तर्राष्ट्रिय स्तरको बनाउनु हो भने कति रमाइलो हुन्थ्यो होला। यो त त्यस्तो उचाइको ठाउँ पनि होइन, मानव बसोबास योग्य स्थान। यस्तो रमाइलो छ यहाँनिर त। यो हरियाली, अनि यो वरिपरिको पहाडहरू, बिचको यो पुराना प्रकारका घरहरू, अनि यहाँ विद्यालय र यो क्रिकेट मैदान। साह्रै लोभलाग्दो वातावरण छ यहाँको। अहिले यहाँनिर क्रिकेट खेल्छन् अरे विद्यार्थीहरूले। अब हामीले केही भनेको छैनौँ यहाँ विद्यालयमा, हेरौँ कसरी आउँछन् उनीहरू, कसरी खेल्छन् यहाँनिर। उनीहरूको चाहिँ यो जुन बिचको खेल्ने समय हुन्छ, खाजा खाने समय, त्यस्तै छुट्टीको समय र विभिन्न साधारण क्रिकेटको प्रतियोगिताहरू यहाँ हुने गर्छन्। अब अहिलेको हिसाबले त्यस्तो ठुलो चाहिँ राष्ट्रिय स्तरको नै खेल्ने रङ्गशाला त होइन यो, तर पनि बझाङको यो अलिकति भित्री भेगमा है, अलिकति यो ग्रामीण क्षेत्रमा क्रिकेटप्रतिको यो मोह देख्दा चाहिँ एकदमै दङ्ग परेँ म यहाँनिर। कति रमाइलो लाग्ने यहाँनिर। यो वातावरण नै यस्तो छ। अब यो म देखाउन प्रयास गर्छु वरिपरि कसरी चाहिँ यो उपत्यका बसेको छ भनेर। यहाँ हेरौँ अहिले केटाकेटीहरूले कसरी खेल्दो रहेछन् यहाँनिर। बझाङको सुदूरपश्चिमको, हाम्रो देशको सबैभन्दा पश्चिमको स्थान हो, अनि यहाँ चाहिँ क्रिकेटप्रतिको मोह कति रमाइलो लाग्ने यो देख्दाखेरि। सुदूरपश्चिमको बझाङ जिल्लाको भित्री भेगमा क्रिकेटप्रतिको यो मोह। साँच्चै यस्तै खेलमैदानबाट भोलि हाम्रो राष्ट्रिय खेलाडी निस्किने हुन्। खुसी लाग्यो यो देख्दा। समुद्री सतहबाट करिब 2000 मिटर उचाइ। यहाँ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता पनि भएको थियो अरे।
यतिको उचाइ मानव बसोबास योग्य थलो। यहाँ चाहिँ अन्तर्राष्ट्रिय स्तरको खेल मैदान सम्भव पनि हुन्छ। हामीले त सपना देख्ने नै हो। हेरौँ भविष्यमा यो विश्वकै सुन्दर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्न के बेर। आशा गरौँ है सबैले। दह बगरको एउटा क्रिकेट मैदान, दह भन्नाको कारण यता पानी सिमसिम उम्रिने पानी थियो, त्यही भएर दह भएको र अनि पाखाले अलि घेरिएको भएर अलि बगर परेको हुनाले दह बगर, दुईटा खोलाको हुनाले दह बगर भनिएको हो। यता भन्नाले बोहरा, धामी र बिक बस्छन्, गुरधामी बस्छन् यता। यहाँ भनेको क्रिकेट र भलिबल जिल्ला स्तरीयसम्म भइरहेको छ। अहिले दौड भयो, हाई जम्प, लङ जम्प भन्छ। 2000 मिटर उचाइको भएको कारणले खेलाडीहरूमा पनि कुनै अक्सिजनको कमी हुने छैन। दह बगरको यही ठाउँ छेउ पेट्रोलियम पदार्थ हुन सक्ने स्थानीयवासीको आशंका छ। यहाँ त बाहिर नै मट्टीतेल झैँ ज्वलनशील पदार्थ निस्कन्छ अरे। एकपटक त्यसको शोध भएको बताउँछन् स्थानीय बासिन्दा। मट्टीतेलको खानी भनेको यता एकचोटि अवलोकन गर्दाखेरि यता खानी एउटा आगो बाल्दाखेरि पनि अलि टिप्ने खालको भएको कारणले एकचोटि अवलोकन गर्दाखेरि अलि मट्टीतेलको खानी छ कि भन्ने एउटा सम्भवका कुराहरू गरेका थियो। दह बगरको यो स्थान लोभलाग्दो लाग्यो। निकै समय यहाँ बस्यौँ हामी। विद्यालयमा सायद परीक्षा चल्दैछ, विद्यार्थी खेल्न निस्किएनन् बाहिर। हामी निकै समय बस्यौँ यहाँ। यहाँको गाउँघर पनि हेरिरहँ लाग्ने पुरानै प्रकारका परम्परागत घरहरू देखिन्छन् दह बगरमा। हामी दह बगरबाट फर्क्यौँ र फेरि बीजगढा बजारमा नै आयौँ। बीजगढाबाट अब हामी अर्को रोचक स्थानतर्फ जाँदैछौँ, खोललेकतर्फ। माथि उचाइमा असाध्यै सुन्दर स्थान छ अरे। बीजगढाबाट कालङ्गा पार गरेर सिधै उचाइलियो सडकले। बीजगढाबाट 6 किलोमिटर जति निकै उकालो सडक पार गरेर हामी यस्तो रमाइलो स्थानमा आइपुग्यौँ। यहाँसम्मै मोटर आउन सक्ने रहेछ। थपक्क उठेको थुम्की, माथि सानो पाटन, यही एक छेउमा सल्ला धुपीको जङ्गल, छरिएर बसेको सानो गाउँ। यो समग्र स्थानलाई खोललेक भनिन्छ। हाल त यसलाई मिनी खप्तड पनि भन्छन् कतिपयले। ट्याक्क खोललेके जाउँ माथितिर, माथि छ है डाँडामा। यो चौर ठुलो छ सर यस्तो यहाँ? एकदम ठुलो चौर छ। दुईजना मात्र भेट्यो। निकै आकर्षक स्थान रहेछ यो खोललेक। वरदेखि परसम्म फैलिएको हरियाली छौ। यहीँ बिचमा विद्यालय छ। यहाँ माथि डाँडाको धुरीमा कमै घरहरू देखिन्छन्, तर यहाँबाट तल थोरै गहिराइमा बस्ती बसेको देखिन्छ। वरपर सबैतिरको दृश्य एकै ठाउँबाट देख्न सकिन्छ यहाँबाट। बीजगढाबाट करिब आधी घन्टाको सवारी दूरीमा, त्यस्तै 5-6 किलोमिटर केही उचाइमा 1830 मिटरको हाइटमा यो स्थान छ। यसलाई भनिन्छ खोललेक। खोललेक चाहिँ कस्तो छ भने यो पाटनको क्षेत्र अनि चौरहरू पर वरदेखि परसम्म कति सुन्दर लाग्ने यो स्थान। यहाँबाट वरिपरि फेरि 360 डिग्रीमै दृश्य अवलोकन गर्न पनि सकिन्छ। यहाँबाट लगभग फेरि यो जुन नगरपालिका छ, बुङ्गल नगरपालिका, त्यसको लगभग सबै क्षेत्रहरू यही एउटा डाँडाबाट देख्न पनि सकिन्छ। अति सुन्दर स्थान। यहाँ तल गाउँ बसेको छ। एउटा सानो पोखरी छ। पोखरी अहिलेको अवस्थामा चाहिँ सुकेको जस्तो देखिन्छ र योभन्दा पारिपट्टि चाहिँ सल्लाको जङ्गल छ। सल्लाको जङ्गलले थप आकर्षक देखिन्छ यो स्थान। यो यसै हेर्दाखेरि चाहिँ हरियो चौर अनि वरिपरि सबैतिर फेरि गहिरो भूभाग। यो हरियो र गहिरोको चाहिँ बिचमा उठेको डाँडा खोललेक। अब यसलाई खोललेक किन भनिन्छ, यसको विशेषता के छ, यो हामी यहाँ स्थानीयसँग बुझ्नेछौँ र हाम्रो मेयर साहबबाट थप जानकारी पनि लिनेछौँ। वरिपरिबाट खोलिएको, सबैतिर खोल्सो परेको, तर यो समग्र क्षेत्रलाई भने अग्ला डाँडाहरूले घेरेको। यसरी चारैतिरबाट खोलिएको लेक भएकोले यसलाई खोललेक भनेको बुझियो। निकै चिसो ठाउँ छ यो।
यहाँ नयाँ वर्षमा विशेष मेला र धार्मिक भेला लाग्ने गर्छ। स्थानीयले आफ्नो संस्कृति र परम्परा झल्कने गायन र नृत्य प्रदर्शन गर्छन् खोललेकमा। खोललेक भनेको त अब तपाईँको अलिकति खोल्सोमै परेको वरिपरि डाँडा भएको अनि त्यो खालको एक खालको लेक हुनाले चाहिँ यसलाई चाहिँ खोललेक भनिएको हो। यो खोललेकमा चाहिँ वैशाख विशुका दिन पनि एउटा विशु पर्वका दिन यो भेगका मान्छेहरू अथवा जनताहरू नागरिकहरू त्यो खोललेकमा एउटा जात्रा लाग्छ, मेला लाग्छ र त्यो दिन यहाँ महादेवको मन्दिर छ यो ठ्याक्कै यो सल्लाहको घारीभित्र र त्यसमा पूजाआजा गर्ने अनि त्यसपछि यहाँ देउडा खेल्नेदेखि लगायतका यहाँका जे लोकल प्रतिभाहरू अथवा लोकल संस्कृतिहरू जो छ यो समुदायमा भएका कुराहरू यी सबै यहाँ प्रदर्शन गर्ने खालको मेला लाग्छ। विशेष गरेर हाम्रो 13-14वटा टोलहरू छन् र यहाँ धेरैजसो बस्ती भनेको हाम्रो क्षेत्री समुदायको छ। क्षेत्रीमा पनि धामी बोहरा थर भएकै हुनुहुन्छ। त्यसपछि थोरै कुँवर दुईटा गाउँमा चाहिँ हाम्रो यहाँ दलित बस्ती पनि छ र यहाँ यो धेरैजसो चाहिँ क्षेत्रीहरूको बाहुल्यता अथवा बढी भएको जनसङ्ख्या बढी भएको क्षेत्र हो। बुङ्गल नगरपालिकामा पर्यटकीय क्षेत्र बनाउन लायकका क्षेत्रहरू धेरै नै छन् र यसमा चाहिँ हाम्रो अलिकति यहाँबाट धेरै टाढा पर्छ धौलाढुङ्गा भन्ने ठाउँ छ, अनि त्यसपछि थानपाटन छ, अनि माथि बड्डी ज्यावन छ, अनि यतापट्टि वडा नम्बर 1 मा चाहिँ हाम्रो यो दुर्गाथलीसँग जोडिएको ठाउँ मराण भन्ने ठाउँ छ पर्यटकीय क्षेत्र हुन लागेको। अनि त्यसपछि हाम्रो यतापट्टि पुरमचुल्ली अनि त्यसपछि चाहिँ हाम्रो यो बित्थड त अलिकति बुङ्गल नगरपालिकाको साँधमा पर्छ, बित्थडकै उसमा पर्छ र यसमा चाहिँ पर्यटकीय क्षेत्र हुन लागेका ठाउँ भनेको यिनै हुन्। र त्यसपछि हाम्रो यो मिनी खप्तड खोललेक ठाउँ चाहिँ हाम्रो नजिकको ठाउँ सजिलै आउन सकिने ठाउँ चाहिँ यो मिनी खप्तड खोललेक भनेर जुन चिनिएको ठाउँ छ यो चाहिँ विशेष ठाउँ बुङ्गल नगरपालिकाको छ जुन सेन्टरमा पनि पर्छ। खोललेकको चुचुरोभन्दा केही तल गाउँ छ। हामी एकछिन गाउँको दृश्य हेर्न निस्कँदैछौँ। हेरौँ है त बझाङको उचाइको भेगको जनजीवन एकैछिन। अघि बोलाउँथेँ म त। मान्छेहरू सुन्नु न पिरे बस्न भनेले तर मान्छे यहाँ खराब यो यहाँ सबै सिकाएको यो मिनी खप्तड खोललेक भनेर सुरुमा चाहिँ हाम्रो बुङ्गल नगरपालिकाको मात्र आउँथ्यो। अहिले लगभग हाम्रो बझाङ बैतुडीको मान्छे पनि यहाँ पर्यटकीय स्थलमा आउँछन्। अब सबै कृषि नै काम गरेको हुन्छ। हामीहरूको अब कृषिमा पनि अब यिनीहरूले अहिलेसम्म हल्का हल्का मात्र साग तरकारी इत्यादि लाउने मात्र गरेको छ। अरू भनेको धान गहुँ घोका कोदो आलु फापर यस्तो चिज नै हाम्रो यहाँ बढी फल्छ। यहाँ आएका सबै पर्यटकहरूलाई मैले खोललेकमा आएको बेलामा स्वागत नै गरेको छ। उहाँहरूलाई स्वागत छ र हजुरहरूलाई पनि हार्दिक धन्यवादका साथसाथै स्वागत गर्न चाहन्छु। तमुनलाई स्वागत गर्छु। आज हामी बझाङ बुङ्गलको सहजै मोटर पुग्न सक्ने तर निकै उत्कृष्ट स्थानहरू पुग्यौँ। सुन्दरसँगै निकै शान्त पनि छ यो स्थान। अबको हाम्रो यात्रा बुङ्गलकै उचाइमा रहेको करिब 4000 मिटर उचाइको पाटनको रहनेछ। यात्रा लामो हुनेछ। अब पैदल यात्रा निकै रहनेछ तर उत्कृष्ट पाटन पुग्नेछौँ। अब आशा छ यहाँहरूलाई पूर्वी ब्लुजका भिडियोहरू मन पर्दैछ नै होला।
प्रतिक्रिया दिनुहोस् है ल सबैले। हामी हरेक बिहिबार नयाँ स्थान पुगेर भिडियो ल्याउँछौँ। हाम्रो च्यानल सब्सक्राइब गरे नयाँ भिडियो छुट्ने छैन। म फेरि आग्रह गर्छु, अब आउने एपिसोड ज्यादै रमाइलो र रोचक रहनेछ। सुदूरपश्चिम बझाङको लेकको अति सुन्दर स्थान जुन बाहिरी जगतलाई थाहा छैन, त्यहाँ पुग्ने जमर्को छ। अबको अर्को भाग हेर्न नछुटाउनुहोस् ल। आजलाई भने क्यामेरामा कुन्दन रिजालसहित म सचिन न्यू भने बिदा माग्छु। धन्यवाद, नमस्कार।